क्वेसन नम्बर 1, हाल नेपालमा कारागार नभएका जिल्ला कतिवटा छन्? अप्सन ए 5 जिल्ला, अप्सन बी 8 जिल्ला, अप्सन सी 7 जिल्ला, अप्सन डी 6 जिल्ला। साथीहरू, यसको सही उत्तर रहेको छ अप्सन ए 5 जिल्ला। क्वेसन नम्बर 2, नेपालमा सबैभन्दा बढी सुपारी उत्पादन हुने जिल्ला कुन हो? अप्सन ए झापा, अप्सन बी सुनसरी, अप्सन सी मोरङ, अप्सन डी इलाम। साथीहरू, यसको सही उत्तर रहेको छ अप्सन ए झापा। क्वेसन नम्बर 3, कालो स्याउ कुन देशमा पाइन्छ? यसका अप्सन रहेका छन् अप्सन ए तिब्बतमा, अप्सन बी भारतमा, अप्सन सी भुटानमा, अप्सन डी चीनमा। साथीहरू, यसको सही उत्तर रहेको छ अप्सन ए तिब्बतमा। क्वेसन नम्बर 4, कुकुरले आफ्नो जीवनकालमा कति थरीका आवाज निकाल्न सक्छ? यसका अप्सन रहेका छन् अप्सन ए 5 थरी, अप्सन बी 6 थरी, अप्सन सी 7 थरी, अप्सन डी 9 थरी। साथीहरू, यसको सही उत्तर रहेको छ अप्सन सी 7 थरी। क्वेसन नम्बर 5, मानव पछि सबैभन्दा बुद्धिमान प्राणी कुन हो? यसका अप्सन रहेका छन् अप्सन ए डल्फिन, अप्सन बी बाँदर, अप्सन सी कुकुर, अप्सन डी हिरण। साथीहरू, यसको सही उत्तर रहेको छ अप्सन ए डल्फिन। क्वेसन नम्बर 6, लाटो कोसेरोलाई के को प्रतीक मानिन्छ? यसका अप्सन रहेका छन् अप्सन ए शान्तिको, अप्सन बी बुद्धिको, अप्सन सी मायाको, अप्सन डी वृद्धिको। साथीहरू, यसको सही उत्तर रहेको छ अप्सन बी बुद्धिको। क्वेसन नम्बर 7, पखेटा नभएको चरा कुन हो? यसका अप्सन रहेका छन् अप्सन ए चमेरा, अप्सन बी अस्ट्रिच, अप्सन सी मयूर, अप्सन डी काँडे भ्याकुर। साथीहरू, यसको सही उत्तर रहेको छ अप्सन बी अस्ट्रिच। क्वेसन नम्बर 8, मर्ने मान्छेको नाममा चौतारो बनाउने जाति कुन हो? अप्सन ए धिमाल, अप्सन बी लेप्चा, अप्सन सी थामी, अप्सन डी थारू। साथीहरू, यसको सही उत्तर रहेको छ अप्सन सी थामी। क्वेसन नम्बर 9, प्रकाशको तीव्रता नाप्ने यन्त्रलाई के भनिन्छ? अप्सन ए माइक्रोमिटर, अप्सन बी फेदोमिटर, अप्सन सी नानोमिटर, अप्सन डी सोनोमिटर। साथीहरू, यसको सही उत्तर रहेको छ अप्सन बी फोदोमिटर। क्वेसन नम्बर 10, चकलेटको सुरुवात कुन देशबाट भएको हो?
अप्सन ए अमेरिका, अप्सन बी मेक्सिको, अप्सन सी अस्ट्रेलिया, अप्सन डी स्विजरल्यान्ड। साथीहरू यसको सही उत्तर रहेको छ अप्सन बी मेक्सिको। साथीहरू आजको भिडियो कस्तो लाग्यो? भिडियो मन परे लाइक गर्नुहोला। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्न नबिर्सनुहोला। साथीहरूमा सेयर गर्नुहोला। धन्यवाद। तपाईँको दिन शुभ रहोस्।